प्रोसेस त यही हो 20 रुपैयाँको हाल्नु पनि अब लाग्छ $30 भरको छ अब यसले चाहिँ भर्यो $31 भएपछि तिमी गर न सो गाइस मैले चाहिँ गरिसक्यो भाइले गर्दैछ यहाँ उसको यहाँबाट हामी जाने हो मैले चाहिँ रिचार्ज भाइ पुगिसकेको छ है अब चाहिँ भनिरहेको छु मेट्रो 4 मिनट छ आउनु लागि सो त्यसमा चाहिँ जाने हो हेर्दै गर्नुहोस् कस्तो हुन्छ ब्लग एउटा रेस्टुरेन्ट चाहिँ फर्स्ट आएको है आइस उसको नाम चाहिँ खास नाम चाहिँ र हामी चाहिँ फर्स्ट टाइम आएको अन्त अहिले चाहिँ हेर्दै जाँदैछौँ म्याप हेर्दै जाँदैछौँ अब आइपुग्नु आँटेको छौँ सो तपाईँहरूलाई दिएको छु है दुबई परिरहेको बाजारमा चाहिँ एकैछ यहाँनिर गर्नुपर्ने छ है टाइमको लागि पनि चेक इन सक्सेसफुल 23 रुपियाँ छ मेरोमा 23तिर सो अहिले चाहिँ हामी यहाँ बसिरहेको छौँ ट्रामको वेट गरिरहेको छौँ मैले त गाइस जस्तो जग्गा चाहिँ हेरेको रहेछ अहिले चाहिँ अस्तितिर जालीहरू त आएको थिएन त है बेसी जाली जस्तो लाग्छ सबै स्टेसनहरू चाहिँ मेट्रोहरू चाहिँ बाहिरबाट देख्दैन क्या बाहिरबाट नदेख्ने टाइप यस्तो छ गाइस हेर्नुहोस् है यहाँ आउनेहरू छ यहाँबाट टक्कै लगेर जान्छ हामीलाई ट्राम पनि मेरो फर्स्ट टाइम हुन्छ यो तिम्रो फर्स्ट एक्सपिरियन्स छ ट्रामको ट्रामको फर्स्ट है दुईजनाको फर्स्ट त्यस्तो चाहिँ गाई चाहिँ हिँड्न चला माथि चाहिँ यस्तो दामी ऐना लगाइदिएको छ कि 2 बजी हिँड्छौँ अहिले फाइनली हामी ट्रामबाट झर्नु चाहिँ हिँडिरहेको छौँ गाई चाहिँ एड्रेस बीच रिसोर्ट सो गाइज फाइनल्ली हामी चाहिँ है बिच आइपुगिसकेको छ हेर्नु सक्नुहुन्छ नजारा सो यु क्यान चेक द भ्यू गाइज आम्मा अझै इभिनिङको दामी हुन्छ नि मान्छे यहाँ त इभिनिङ टाइमको हेभी हुन्छ नि हेर न बिच सबैले गरिरहेको छ भिडियोहरू हेर यार चेक दिस आउट गाइज एउटा बेग्लै भाइ हो यो पनि है भाडा नसा कि भाडा नसार बस्दिन होइन लुगा जुगा हालेर ब्यागमा राख्नु लुगा हो यस्तो छ गाइज हेर्नुहोस् है यहाँ भ्युज चाहिँ यस्तो छ यहाँको है यस्तो छ नजारा यहाँको चाहिँ होइन यस्तो गाइज भाइब चाहिँ स्विमिङ नट अलाउड रहेछ नि मोर लेखिरहेको छ यहाँ टालिरहेको छ यस्तो चाहिँ यहाँ चाहिँ यो चाहिँ दामी अब चाहिँ हामी पनि लुगाहरू घाल्नु आँटेको किनभने यहाँ हामीलाई चाहिँ कस्तो अप्ठ्यारो लाग्यो क्या यो हामी चाहिँ यो फुल ड्रेसमा भएर अन्त अब चाहिँ भुगाल्ने लुगा है लुगा भुगालेर हाततिर बस्ने हो हल्का पोसे पानीमा के यस्तो चिसो भयो अब यस्तो चिसो रहेछ पानी है अब्बरै चिसो पानी रहेछ यहाँ भेसा बसिरहेको छ हाम्रो त्यो हेर्नु सक्नुहुन्छ है भेसा चाहिँ एकदमै बिचमा छ भिडियो टाढो भएन अब यस्तो छ गाइस मेरो पछिपट्टि चराहरू यस्तो बेसी आइदिइरहेको छ कि यहाँ हेर्नु तपाईँहरूलाई देख्छु न पछिपट्टि हेर्नुहोस् पछिपट्टि उडेको यो हेर्नु न क्या मजाको देखिरहेको छ खै गयो नि सबै भाग्यो नि बेसी भयो नि त खिच्ने मान्छे टाउकोमा आइदिँदो रहेछ नि लडाइँ खेल्दै बिजी आइदिएको है तमक के अलिक राम्ररी त्यहाँ क्यामेरा पनि लिएर हिँड्थ्यो
हातमा चेक दिस भ्यू सनसेट हुनु आँटेको छ अब चाहिँ अलमोस्ट सनसेट हुनु आँटेको छ पिछेपट्टिको भ्यू हेर्नु तपाईँ मजाले स्काइहरू मजा घुम्थ्यो त होइन यतापट्टि यस्तो छ अब चाहिँ हामी यहाँबाट निस्किने हो किनभने हामी निकै भुलिसक्यो नि त यसमा चाहिँ अब अल्छी लाग्दो भएर बसिरहेको छ हो आज चाहिँ निस्केको हामी है सो गाइस सनसेट हुँदाको नजारा दुबई मरिना कस्तो दामी देखिरहेको छ होइन यहाँ हेर्नुहोस् न ढुङ्गाहरू दुबई मरिनाको यादहरू हेर्नु न यहाँ पर क्या मजाको बिल्डिङ्स नजारा कस्तो छ भनिदिनुहोस् र मेरो यहाँ नजारा चाहिँ कस्तो छ अब यताको पनि नजारा कस्तो छैन फेरि यो नजारा कस्तो छ गाइस ब्याकको नजारा ला चाहिँ अलिकति धोका दियो नि त गाइस क्यामेरा क्वालिटीले अलिकति धोका दियो यस्तो दामी भ्यू छ कि सनसेट हुँदाको भ्यू हेर्नु न सनसेट हुँदाको भ्यू हेर्नु न गाइस सनसेट हुँदाको भ्यू ब्युटी नजारा देख्दैन यहाँ हेर्नु न गाइस ए गाइस भ्यू 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 हेर्नुहोस् है भ्यू अम्बो बबाल बबाल डच ओरिएन्टलहरू नि त सनसेट याच हेर्नुहोस् यहाँ अरू है सानो सुपर यहाँ जस्तो छ सबैजना एकदमै व्यस्त दिस इज द भ्यू अफ दुबई गाइज दुबई मरिनाको भ्यू हेर्नुहोस् है तपाईँहरूले दिस इज फर यु गाइज यो भिडियो चाहिँ तपाईँहरूको लागि हो एकदमै ब्युटिफुल ब्युटिफुल सट्टिस देखिरहेको छ सट्टिस यस्तो दामी देखिरहेको छ यहाँ हेर्नुहोस् न हाम्रो कतिवटा छ यस्तोहरू होइन बहुत खुबसुरत यार हाम्रो यस्तो बेसी टुरिस्टहरू आइदिँदैछ हाम्रो भेस्टा चाहिँ ओइलिरहेको छ र त ओइली यतापट्टिको सनसेट हेर्नुहोस् त गाइस हाउ क्यान इग्नोर दिस टाइप अफ भ्यू गाइस हेर्नुहोस् यस्तो भ्यूहरूलाई कसरी इग्नोर गर्नु सक्नुहुन्छ गाइस तपाईँहरूले सक्छ यहाँ हेर्नुहोस् न पर समुद्र होइन यहाँ भारीसम्म समुद्र टक्क भ्यू फोटो चाहिँ राम्रो आएन नि त तर किन हो किन फोटो नै राम्रो आएन किन हो किन यस्तो चाहिँ दिल क्या ये क्या राज है जाने क्या कर गए जैसे अंधेरों में तुम चांदनी भर गए यहाँ पार्टी हुँदैछ उता एउटै अङ्कलले